गाइस आज चाहिँ हामी जाँदैछौँ चेस्की क्रोमलोक फ्लोरेन्समा छौँ अहिले हामी बस स्टेसनमा। यो बस चढेर हामीले जानुपर्ने हुन्छ। 2-2.5 घन्टाको यात्रा हुन्छ हाम्रो चाहिँ आजको चाहिँ। लेट्स सी प्रागमा आएर पहिलोचोटि घुम्न निस्किँदैछु, हेरौँ। अहिले चाहिँ हामी चेस्की क्रोमलोकको स्पिचाक भन्ने ठाउँमा यो बस स्टेसनमा रोकेको छौँ। जस हामी चेस्की क्रोमलोक आइपुग्यौँ। अब सिटीतिर पस्छौँ। यहाँ यो पुलबाट सर पारिपट्टि जान्छौँ हामी। ल यस्तो राम्रो फुल रहेछ यहाँनिर। यस्तो रहेछ यो सिटी चाहिँ। सिटीभन्दा सिटीमै चाहिँ पसिहालेको छैनौँ हामी। बसबाट भर्खर ओर्लेको उपर चाहिँ यति राम्रो भ्यू देखिन्छ कि। अब चाहिँ हामी चेस्की क्रोमलोकको मेन सिटीतिर जाँदैछौँ। यो होटेलहरू एरिया रहेछ। टुरिस्टहरू धेरै आउने एरिया हो यो चाहिँ खासमा। अहिले चाहिँ हामी वान अफ द लार्जेस्ट क्यासलमा जाँदैछौँ। यहाँ चाहिँ खासमा यो खोलाले गर्दा नि राम्रो देखिने रहेछ। बिचबाट खोला पुग्दै रहेछ। अनि साइडमा चाहिँ होटेलहरू, अनि यहाँतिर क्यासल। ऊ त्यो माथि गएर हामी पनि अहिले हेर्नेछौँ। त्यो क्यासलमा पुग्छौँ हामी। यहाँबाट सरर घुम्दै उहाँ पुग्छौँ अहिले। हामी चाहिँ यो बुलडोजरको पछि हिँड्दैछौँ। लगायो बुलडोजर लगायो भन्ने डाइलग छ नि, कसले भन्नुहुन्छ कमेन्ट गर्नु है त। लगायो बुलडोजर भन्ने डाइलग जस्तै बुलडोजरको पछि यताबाट हो, यहाँबाट यताबाट होला। यहाँ चाहिँ यस्तै म्याप पनि राख्दै रहेछ। यहाँ के छ भन्ने कुरा चाहिँ हामीले यहाँबाट हेर्न पनि पाउने रहेछ सबैलाई गरेर होइन। यहाँनिर इङ्ग्लिसमा, जर्मनमा, चेक ल्याङ्ग्वेजमा सबैमा राख्दै रहेछ। यहाँ हामीले भिजिट गर्न सक्ने कुराहरू म्याप जस्तै पिक्चर सहित होइन, नम्बरिङ गरेर नाम सहित राख्दै रहेछ। रमाइलो लाग्यो, खुसी लाग्यो। यो चाहिँ सायद यो पछाडिको भाग होला होइन। यस्तो पछाडिबाट घुमेर उता पुग्नु पर्ने रहेछ। वाल पनि यो कति कहाँदेखि उठाओ यो रामा। चिसो मौसम छ, हावा चलिरह।
राम्रो टुरिस्ट एरिया रहेछ। यस गेट बन्द रहेछ। यिनीहरूको त छानोमा लेउ लाग्दा नि राम्रो देखिने के, हाम्रो छानोमा लेउ लाग्दा त नराम्रो देखिन्छ त। लु त लेउ लाग्यो त्यही पनि कलर जस्तो देखिरहेको अब चाहिँ हामी आयौँ कि जस्तो लाग्यो है। अहिले झन् यो स्टोरको बेलामा बिदा छ अनि ल यहाँ चाहिँ डेफिनेसन चलिरहेको छ यहाँको, सायद टुरिस्ट गाइड होला अनि यहाँको बारेमा हिस्टोरिकल कुराहरू त्यस्तो नि पाइने रहेछ। यता पिलिक कत्रो रहेछ यो त हौ। ए भालु यता हेर त एकचोटि मलाई। अब चाहिँ हामी क्यासलभित्र इन्टर गऱ्यौँ है त। राम्रो गार्डन रहेछ यहाँनिर, फुलहरू फुल्दै रहेछन्, फुलहरू फुल्ने समय हुँदै रहेछ।
दामी गार्डन रहेछ ल। यहाँ फुल घाँस काट्ने काम भइरहेको रहेछ। फुल फुल्ने समय। ल यहाँतिरको गल्ली। मजाक समझ रहे हो क्या? मजाक। वैक्स म्यूजियम। वैक्स म्यूजियम। वैक्स म्यूजियम। यस्तै यस्तै कुरा हेर्न आउनु त हो नि यहाँ। सम्झेको छ नि भक्तपुरलाई किन प्रिजर्भ गर्नु जरुरी छ ओरिजिनल फर्ममा भनेर त्यहाँ अनि यहाँ आउँछ घर नयाँ बनेको देख्नु चाहिँ मलाई झन् रिस उठ्छ। बबल टी पाउनु रहेछ यहाँ। बबल टी। नो बबल टी, बबल टी। ल घुमी फिरी हामी फेरि यहाँ आइपुग्यौँ। यसलाई म एकचोटि जुम गर्छु। हामी चाहिँ अहिले सेन्ट पिटर चर्चतिर जाँदैछौँ। यहाँबाट चाहिँ भर्याङ चढेर गुटुङ टुङ 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 हामी यो चर्चमा पुग्छौँ। यो चर्चको नाम चाहिँ सेन्ट पिटर चर्च रहेछ। हेरौँ कस्तो छ। सो जाँदैछौँ हामी अहिले। है प्रभु हिँड्दा हिँड्दा थकाइ नै लागिसक्यो। अब चाहिँ हामी भित्र जान लागिरहेछौँ सेन्ट पिटर चर्च भित्र। हेरौँ भित्र कस्तो रहेछ। लगभग फर्स्ट टाइम नै हो म चर्चभित्र जाँदैछु।
फाइनली अहिले चाहिँ हामी बस पार्कमा छौँ। अब फर्किने बेला भयो। अहिले बेलुकाको कति बज्यो भन्दाखेरि 6:30 बजेर 37 मिनट भइसकेको छ। 7 बजेको चाहिँ हाम्रो फर्किने बस छ, रिटर्न ब्याक टु प्राग। रमाइलो भयो आजको दिन, जे होस्। यस्तो भ्यू हेर्न पाइयो, यस्तो रहेछ, यस्तो रमाइलो रहेछ कि यो डाँडा काँडा नेपाल जस्तै फिल हुँदो रहेछ यहाँनिर आउँदाखेरि। इभन हिँड्ने बाटो पनि उकालो ओह्रालो टाइपको, अनि नेपालकै फिल आउने कि। बस यो घरहरूले मात्रै अलिक फरक देखाउँदो रहेछ। अब यो घरहरू चाहिँ अब युरोपियन टाइपको भएकोले गर्दाखेरि नभए त भाइब चाहिँ नेपालकै आउने। अनि जस रमाइलो भयो। अब फर्किँदैछौँ। फर्केर बेलुका एकैचोटि 9:30 10 बजी बस स्टेसन पुगिन्छ। त्यस पछाडि अर्को 1 घन्टा रुम पुग्न लाग्छ भनेपछि 11 सवा 11तिर बल्ल मात्रै रुम पुगिन्छ। र जाँदैछौँ घरतिर। अब एकैचोटि बाई बाई भन्नुपर्ने अवस्था आउँछ। यहाँ छौँ म अनि मेरो हस्बेन्ड हुनुहुन्छ। ट्याग 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 आफ्नो टिकट देखाउने अनि जाने, आफ्नो सिटमा बस्ने, सरर जाने। डिलक्स बस, हाम्रो नेपालतिर भन्छौँ डिलक्स बस। डिलक्स आयो, डिलक्स भने जस्तै डिलक्स बस। ल यही हो है त। जिस्के कोमरोलाई बाई बाई भन्दै हामी चाहिँ अब प्रागतिर लाग्यौँ। कस्तो दामी देख्याउ पऱ्यो त्यो घाम के भन्छ अस्ताको। यही ठाउँ घुमेको हामीले। यहाँ क्यासल पनि देखिरहेको। तोरी फुलेको रहेछ भाइ। तोरी हो नि हो। कस्तो राम्रो कि तोरी फुले रहेछ। चाहिँ हामी फर्किँदैछौँ। अब यो राति भयो भनौँ न। कति भयो अहिले यहाँ 8 बज्दैछ। 8 बज्न केही 5 मिनट लाग्छ भनेपछि लगभग 8 बज्यो। भर्खर घाम डुब्दै रहेछ यतापट्टि। हामी चाहिँ फर्किने क्रममा छौँ। अझै लाग्छ हामीलाई, अझै 1.5 घन्टाभन्दा बढी लाग्छ अझै। यो घाम अस्ताउन लागेको भएर कस्तो दामी देख्यो कि सनसेटले गर्दाखेरि है। अझ यो के भन्छ यो 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 गाडीको यो सिसाको भित्रबाट खिचिरहेको हो नि त। सनसेट। सो आजको लागि यति नै। भिडियोलाई लाइक, सेयर र च्यानललाई सब्सक्राइब गर्न नभुल्नु होला। थ्याङ्क्स फर वाचिङ। बाई बाई। फेरि भेटौँला।